सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरकारले खटाएका उपसचिव नारायण बहादुर विष्ट सोमबार हाजिर भएका छन्। पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी र नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले उपसचिव विष्टलाई पञ्चपुरीमा स्वागत गरेका थिए। पञ्चपुरीमा सोमबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विष्टले पञ्चपुरीको विकास र समृद्धिका लागि ऐन कानूनको परिधिमा रही नागरिकहरूलाई बढीभन्दा बढी सेवा प्रवाहमा सहजता दिने बताएका छन्। यी सुधारका प्रयासहरू पोजिटिभ सोचका साथ गयो भने हाम्रो लक्ष्य अवश्य पुरा हुनेछ र त्यसमा नगर प्रमुखज्यू उपप्रमुखज्यू जो हाम्रो राजनीतिक नेतृत्व हुनुहुन्छ उहाँहरूको चाहिने भिजन मिसन पनि पुरा हुनेछ। नगर प्रमुखज्यू उपप्रमुखज्यू भिजन र मिसन नै लाई पुरा गर्नु नै हाम्रो काम कर्तव्य हामी ठान्छौँ भन्ने मलाई पुरा विश्वास छ। हामीसँग कानुन प्रक्रियाहरू सबै छ, हामी सबैलाई सबै ज्ञान छ। त्यो सँगसँगै हामीसँग अहिले मोबाइल पनि छ। काम छिटो छिटो गर्नलाई त मोबाइल पनि धेरै राम्रो छ भने हामीले अब अझै थप सुधार ल्याउनेछौँ। यसमा अब मैले अनि हजुरहरूले सबैले मिलेर छलफल गरेर अनि त्यसका नियम प्रक्रिया कुराहरूलाई लिएर कार्य सम्पादन छिटो सही ढङ्गमा गर्नेछौँ भन्ने पनि मैले विश्वास लिएको छु। पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले प्रमुख प्रशासकीय अधिकृत विष्टबाट सुशासन समृद्धि र जनताले अपेक्षा गरेका कामहरू छिटो छरितो हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। संघीय सरकारले खटाएका कर्मचारीहरू लामो समयसम्म नटिक्ने पञ्चपुरीमा उपसचिव विष्ट आफ्नो कार्यकालभरि बस्नेमा आफू विश्वस्त रहेको नगर प्रमुख भण्डारीले विश्वास गरेका छन्। नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु र उहाँको कार्यकालमा सुशासन समृद्धि र जनताले अपेक्षा गरेका कामहरू छिटो छरितो हुनेछन् र जनताले शास्ति बेहोर्नुपर्ने छैन भन्नेमा विश्वस्त छु। अब हाम्रो कार्यकारी प्रमुखजी आएर आउनुभएको छ। अब हाम्रो कार्यकालभरि बस्नुहुनेछ भन्ने मलाई पुरा विश्वास गर्दछु। विशेष गरी 5-6 महिनाको कार्यकारी फेरिनाले हामी पञ्चपुरी नगरपालिकाले दिने डेलिभरी सेवामा धेरै अवरोध भएको छ र म विश्वस्त छु उहाँबाट, किनभने उहाँलाई रोजगारी लागेको प्रमुख प्रशासकीय अधिकारीहरूले उहाँ बस्नुहुन्छ भन्ने म विश्वस्त छु र अरू बाँकी धेरै कुरा गर्नुभन्दा अझै धेरै कुरा गर्नु। स्थानीय तहमा लामो समय काम गरेको अनुभव भएका उपसचिव नारायण बहादुर विष्ट जनप्रतिनिधि र कर्मचारीहरूका बीच राम्रो सम्बन्ध बनाएर काम गर्ने प्रशासकका रूपमा परिचित छन्।